हेलो हेलो साथीहरू, फेरि नमस्ते। झुरले सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। मैले अपरेसन गरेको चाहिँ आज लगभग 10 दिन जति भयो। म चाहिँ धेरै सन्चो भइसकेको छु। आजदेखि चट्ट आज नुहाएर होइन चट्ट यो के को फुल र यो जायफुल होइन नि, यो के पो यो के को फुल हो। मैले यति फुल पनि बिहानै चाहिँ टिपे है। यो चाहिँ अनि पूजा गर्ने बेलामा नि के भने यो सुकाएर पछि धुलो बनाएर पूजा उयो गर्न पनि मिल्छ अरे यो चाहिँ। त्यसैले मैले आज चाहिँ हाम्रो आफ्नै उसमा फुल छ नि त, आफ्नै आँगन मात्र रुख छ, त्यसैको टिपेको हो। अनि मलाई चाहिँ त्यस्तो बोल्नु चाहिँ आउँदैन के साथीहरू, त्यही पनि मैले कोसिस गर्दैछु होइन। युट्युब च्यानल खोलेको छु, मलाई पनि सपोर्ट गर्नु होला, लाइक गर्नु होला। भिडियोहरू राम्रो राम्रो ल्याउन त सकिँदैन, त्यही पनि जस्ट कोसिस गर्दैछु। होला सायद एक दिन राम्रो होला। म चाहिँ किन भिडियो बनाएको भने बोर लाग्यो कि काम गरिरहने बानी। यसरी कति भयो नि त, म धेरै दिन भयो नि त अपरेसन गरेर। म चाहिँ यत्तिकै बसेकै भयो अनि एकदमै बोर लाग्यो मलाई चाहिँ। के गरौँ कसो गरौँ भयो जस्तो। त्यही भएर मैले नि युट्युब च्यानल खोलेर भिडियो पोस्ट गर्न थालेको। यसो टाइम पास हुन्छ कि भनेर है। काम गर्ने बानी चाहिँ एकदमै गाह्रो हुँदो रहेछ, एकदमै गाह्रो हुँदो रहेछ। कता जाऊँ के गरौँ, उठेर हिँडौँ भइसक्यो। उठेर साँच्चै चरकपट गरेर हिँड्नु भने पनि अपरेसन गरेपछि त्यो घाउले अलिकति नदिने रहेछ। अलिकति तन्किँदा होइन यताउता गरेर अलिक घाउ दुखिँदो रहेछ नि। तर घाउको सबै उ त भइसक्यो, टाका साका त सबै निकालिसक्यो, तै पनि कति धेरै गाह्रो हुँदो रहेछ। मैले अनुभव गरेको है। यस्तो त शत्रुलाई पनि नहोस्, यस्तो कसैलाई पनि गर्न नपरोस्। मैले भोगेको कुराहरू चाहिँ होइन, सबै कुरा मैमाथि भयो कि। यसैपालि मेरो पनि अपरेसन गर्नुपर्ने भयो। अपरेसन पनि गऱ्यो, अपरेसन पनि सक्सेस भयो, राम्रो भयो। अब रिपोर्ट आउनु बाँकी छ, 2 हप्ता पछाडि रिपोर्ट आउँछ भनेर भनेको थियो। त्यही पनि अब बन्द होला, दसैँ पछाडि मात्रै होला रिपोर्ट ल्याउने चाहिँ। त्यो जुन मेरो मासु काटेर निकालेको थियो त्यसको चाहिँ रिपोर्ट आएको छैन नि त साथीहरू। अनि त्यसैले म चाहिँ लु